बिरामी भए पनि काम नगरी सुख छैन। घरका लागि सहनै पर्छ। सास नै लिन गाह्रो भयो, तर काम रोक्न मिल्दैन। छोरा श्रीमती, माफ गर मलाई। तिमीहरूलाई समय दिन सकिन। सधैँ माया गर्छु। खुसी भएर बाँच्नु। किन फोन उठाउनु भएन? 10 दिन भइसक्यो। एकपटक आवाज त सुनाउनुस्, केही त भन्नुस्। आमा, बाबा किन फोन गर्नुहुन्न? उहाँ ठिक हुनुहुन्छ नि? नमस्ते, म कतारको अस्पतालबाट डाक्टर बोल्दैछु। के तपाईँ रोहितको श्रीमती हुनुहुन्छ? हो हजुर, उहाँ कहाँ हुनुहुन्छ? 10 दिन भइसक्यो, फोन पनि गर्नु भएको छैन। उहाँहरूलाई काम गर्ने क्रममा अचानक बेहोस भएको थियो। हामीले तुरुन्तै अस्पताल ल्यायौँ। हामीले धेरै प्रयास गर्यौँ, तर बचाउन सकेनौँ। उहाँ अब हुनुहुन्न। तपाईँ बिना म कसरी बाँच्छु अब? हामीलाई किन यत्तिकै छोडेर जानुभयो?